हेलो साथीहरु सम्पूर्णमा नमस्कार। म चाहिँ वालाङ ब्लग्स मेरो युट्युब च्यानलमा यहाँलाई सम्पूर्णलाई स्वागत छ। र आज चाहिँ मेरो चाहिँ गाउँ घर देखाउँदैछु र मेरो गाउँ चाहिँ यस्तो ठाउँमा छ। यो चाहिँ झापा जिल्लाको सुदूरपूर्व मेचीनगर 1 हो र यहाँ चाहिँ हाम्रो चाहिँ विशेष गाउँघरमा चाहिँ सुपारीहरूको खेती नै धेरै मात्रामा हुने गरेको छ। अहिले चाहिँ र हल्का फुल्का मकैहरू पनि हुन्छ। र हाम्रो गाउँघरको बाटो चाहिँ यस्तो छ, ग्राभेल नै छ, कच्ची सडक ग्राभेल। र सुपारी चाहिँ अत्याधिक मात्रामा हुन्छ र सिजनमा सुपारीको राम्रै हुन्छ। र यसपालि चाहिँ सुपारीको बिरुवा पनि राम्रै भइरहेको छ। अब हेरौँ यसले उत्पादन फल कस्तो दिन्छ हैन। र तपाईहरुकोतिर चाहिँ सुपारी हुन्छ कि हुँदैन त्यो पनि कमेन्ट बक्समा लेख्न सक्नुहुन्छ। अब यो झापा भनेपछि बाहुनडाँगी, बुधबारे लगायतदेखि लिएर अन्य क्षेत्रहरूमा पनि यो सुपारी चाहिँ हुने गरेको छ। र इलामको केही भागहरूमा पनि सुपारी खेती हुने गर्छ। यो चाहिँ मौसमीले एकदमै उष्ण प्रादेशिक क्षेत्रमा हुने एक वृक्ष हो। र यो सुपारी चाहिँ अब यसबाट चाहिँ विभिन्न यसलाई काँचै रूपमा खान पनि सकिन्छ र यसलाई चाहिँ विभिन्न पानहरूमा पनि प्रयोग गरेर खाने गरेको खाइन्छ। र अब हामी चाहिँ यो चाहिँ खेतीकै रूपमा गरिँदै आएको छ अहिले चाहिँ। र यो सँगसँगै केरा अनि मकै जन्य खेतीहरू पनि गर्न सकिन्छ, यसको बीचमा लगाउन सकिन्छ। र यसरी गरियो भने चाहिँ हुने रहेछ। दुःख सुख चेउस वार्षिक आम्दानीको रूपमा पनि यसलाई सुपारी चाहिँ अहिले नगदे बारीको रूपमा नै प्रमुख मानिँदै आएको छ। र यो चाहिँ राम्रै उत्पादन पनि दिइरहेको छ। अहिले चाहिँ सालमा अब यसले उत्पादनहरू राम्रै दिन्छ। र तपाईहरुकोतिर पनि अब सुपारी यो पहाडी क्षेत्रमा त हुँदैन, तर पनि यो तराईको केही भागहरूमा चाहिँ एकदमै हुने गरेको पाइन्छ। र यो झापा जिल्लामा पनि सुपारी खेती भइरहेको नै छ। र यो हाम्रो ठाउँमा पनि विशेष चाहिँ नगदे बालीको रूपमा सुपारीले नै लिइने गरेको पाइन्छ र लिइन्छ पनि। र आजको मेरो यो छोटो भिडियो चाहिँ कस्तो लाग्यो यहाँहरुलाई, मेरो गाउँको मेरो घर एरियामा हुने गरेको खेतीपातीहरू। अब यो चाहिँ सुपारीको सम्बन्धी नै मैले यहाँहरुलाई भिडियो देखाउने प्रयास गरेँ। र आगामी दिनहरूमा पनि यस्तै भिडियोहरूको साथ आउनेछु। नमस्कार।